हेलो एभ्रिवान, नमस्कार। तपाईहरुलाई मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत छ। आज चाहिँ दशैंको टिक्का लगाउने दिन। अब हामी चाहिँ दशैंको लुगा लाउन लागेको। यहाँ अनि हाम्रो नयाँ मान्छेहरु हुनुहुन्छ। हेलो बिसन। हेलो को तिमी भन्देऊ? तिमी को? म बिसान हो। बिसान शिव। शिव यता। हाई बुहारी। उहाँ चाहिँ बिसनको श्रीमती। यता हेलो बिबिसा। को तिमी भन्देऊ त? बिबिसा हो, मेरो भदैनी हो। अनि यता को? हेलो भन्देऊ। हेलो भन्देऊ। उफ लाजले भुत्तुक्का, यो पनि मेरो भदै हो। हेलो पूजा दिदी। हेलो। तपाईको लुगा खै दशैंको? वाउ। यता हेलो सोनु। हेलो। यता हेलो कान्छी। हेलो के हो? ब्लग हो। तिमी के गरेको? कसको फोन हो यो? मेरो कभर लेखेको। के गरेको? टिकटक बनाएको। ट्रान्जिसन भिडियो चाहिँ आउनेवाला छ हाम्रो कान्छीको चाहिँ, हेर्नु होला। हेलो दादा। हेलो हाई। ह्यापी दशैं। ह्यापी दशैं। अनि आज चाहिँ टिकाको सायद एकदम धेरै ढिलो भएकोले गर्दाखेरि हामीसँग फुल्ली टाइम छ। मम्मीलाई त हाई भन्ने बिर्सेछु। मम्मी हेलो। आज के हो? आज ह्यापी विजय दशमी। आज चाहिँ हाम्रो ह्यापी विजय दशमी। अनि उहाँ बिसन भनेको चाहिँ मेरो भाइला ठुलो बाबाको छोरा, म साइलाको छोरी। अनि भाइ चाहिँ फर्स्ट टाइम हाम्रो घरमा टिका लाउन सँगै फादर साइड रिलेटिभसँग चाहिँ फर्स्ट टाइम हामीले चाहिँ टिका लाउन खोजिरहेछौँ। साइड परेकोले सबैजना भेला भइसकेको छौँ। अरू बेला चाहिँ हामी 3 जना दिदी बहिनी म मात्र हुन्थ्यौँ। आज चाहिँ सबैजना भेला भइसकेको छौँ र अब हामी टिका लाउनेवाला छौँ। अब दशैंको लुगा लाएर रेडी भएर देखाउँछु ल। ल ओके गाइज, म चाहिँ रेडी भइसकेको छु। दशैंको टिका कस्तो मोटी देखेको हौ। फाइनली गाइज म चाहिँ रेडी भइसकेको छु। माई आउटफिट एकछिन अगाडिबाट देखाउँछु ल। मम्मी तपाईँको दशैंको लुगा देखाइदिनु त। माई लर्ड, मम्मी त टिलिक्क टल्किनु भएको छ त। ओहो फनक्क घुम्नु त। राम्री छु नि त। ल हाम्रो दशैंको लुगा मलाई कस्तो देखिएको छ? राम्रो च्वाक। अलिकति नयाँ छ मेरो चाहिँ, नेपाली नयाँ ट्राई छ। राम्रो देखिन्छ। थ्याङ्क यू। मेकअपले सुहाउँदो तिमीलाई कस्तो प्यारी देखिरहेछ। कलर लगाइदिनु। होइन लाग्दैन, कति राम्रो देखिरहेछ। मेरो माइली पनि कति राम्रो। तर मैले मेकअप गरेको छुइनँ। र पनि त तिमीको मेकअपै नगरे कति राम्रो छ। नेचुरल हुन्छ नि क्या पूजा दिदी यसलाई। कस्तो प्यारी देखिएको मेरो माइली पनि। अलिक मजाले डेढ भयो नि त गोबर, अनि त्यही भएर निस्केछ। तल बनाउनु त फेरि अब कता छ उल्टो सुल्टो यो उल्टो हो यता सुल्टो हो त्यो। दिदी यो लक खोलिदिनु न, एउटा लगाइदिनु अझै त अझै ल्याउनु पर्यो भएको भन। के गरेको अरे? के गरेको होइन, के गर्नु भयो? एरिक तिम्रो दशैंको लुगा खै? ए त्यो दशैंको लुगा हो। यता सोनुको। मेरो पनि उसको पनि दिदी हो नि त। मैले टिका लगाइदिएको ढोका लगाएँ। तपाईँ भन्नु न। हल्ला चाहिँ धेर भइरहेको छ यहाँ। दशैंमा टिका लाउन रेडी हुनुहुन्छ हाम्रो गाइसहरू चाहिँ।
भयो लु बस्नु पूजा दिदी सबभन्दा ठुलो ए सेकेन्डमा त मै रहेछु भाइ भन्दा त म दिदी हो नि त लु म त बस्छु अनि यस्तो लु पूजा दिदी यहाँ आउनु ठुलो ठुलो मान्छेहरुको पहिले सुरुमा त ठुलो मान्छे म ठुलो मान्छे हो दाँतै छैन भाइको दाँत झरेको पूजा दिदी डरैले हो म राम्री छैन म राम्री छैन अनि किन भनिनुहोस् अब रुन्छु म बेबिसा को राम्री रे म कसलाई देखायो तपाईलाई हो ए मलाई देखायो म नराम्री ए म खुसी भयो अब यता बसेर जाउँ दिदीहरुको गोलो सानो ल्याइदिनु हजुर मुङसिरमा दिदीको बिहे छ पैसा बरो के हो मुङसिरमा बेहुला खोज्न बाँकी छ है ए हस् हुन्छ खोज्नु पर्छ अब बिना अनि बेहुलै नभेटिकन बोलाइसक्नु भएको मैले बोलाइरहेको यत्रै लाउनु होला है भनेपछि एउटाले मलाई त सासै बेहुली जस्तै देखेको हो त मुसिने आगो जान लिएर आउनु राकोमै त नआउने अलि पछि सानै छौँ त हौ अन्त नबढेपछि जय खाता नगर्नु न हौ मम्मी बाङमटीको लगाइदिएर सानी मलाई के लु बाङ्नु छ यता हौ यता त लाउन बल्छीले भनेको जस्तो 3-3 दाना मात्रै बनाउनु भनेको होइन एक चार भात पुग्ने गरेर भेरी बुढी मात्रै टिकाबाट यता भन्दा अझै दिन न आशिक मलाई अब के राम्रै छ राम्रै हुनु के राम्रो छ मलाई थाहा नै छैन काम पाइराखेका छन् अब मलाई पैसा चाहियो ठुलो मान्छे हुनु धेरै पैसा कमाउनु धेरै पढ्नु तपाईँको भाग्य नि बाँकी छ नि त धेरै पढ्नु मम्मी सन्तानले डाँडाकाँडा ढाक्नु होला त्यस्तो होला पो लु दादा लु दादा अब हाम्रो बाल हो म पहिले सबैलाई टिका लगाइदिइसक्ने ल फोटो खिच्दै श्यामको पनि पालो हटो आज यसले नि 2 महिनाले गर्दा नि नत्र भने त जिन्दगीमा पहिले त छोरो खै बग्ने कतिको माग्दो रहेछ हेरौँ आउनु नान्नुपर्छ अब नचिन्न पाइन्छ हामीले चिनेका थियौँ अब कति भेट भयो होला होइन जुरेको रहेछ यसपालि कहिले जुरेकै थिएन सबै मेटेर म त म चाहिँ कहाँ बस्नु यहीँ उतै जानु सोनु र पातो
यिनीहरू दुईजनालाई एकैचोटि लगाइदिनु अनि 3 जनाको पालो। अब यो ब्लगमा हाल्नुहुन्छ माइली त रुँदैछ होला च्याउ त कति राम्री न राम्रो देखिरहेको चाहिँ। ए मलाई चाहिँ नराम्री जानु भएको किन नराम्री मलाई? कस्तो रुँदैछ हौ हजुर। बोलाउनु गोडा धुन बेला भएको छैन अहिले। के अरे होइन यति टिका लगाएर के काम गर्ने थाहा छ नि? होइन हौ उता आफ्नो घरमा त्यो नानी त्यो थालको उयो थालमा हातको थालमा राख्ला उयो टिका थालमा राख्ला भनेको लागि। बिस्कुट मनपर्छ? बिस्कुट खान्छ? ल तिमीहरू 2 जना उठा 3 जनाको पालो। उता उता दिदीको छेउमा जाऊ। उभिएर त ढाडै त दुबै मेरो त हात के भन्दैछ? दादा ओ दादा धेरै पढ्नु ज्ञानी हुनु अरू नफसाउनु खानामा मात्रै फर्स्ट मान्छेले भनेको मान्नु है। सधैँभरि टिका लाउन आइराख्नु दिने पछि होइन नि फेरि अरूलाई नफसाउनु अरे सोनुले भने के त फेरि यसलाई कुर्तिस भने मलाई भन्नु ल फोन गरेर। जस्टिन अलिक यस्तो ठाडो पार आयो दसैँको टिका कट्टा फल सुनाउने ठाउँ भनेर लु अब त बिबिसाको आमै लु हात थापा 2टा हो। अब नातिनी आमा फेरि पनि टिका लाउन आउनु अरू बेला पनि आउनु है। स्कुल छुट्टी हुने बित्तिकै आउनु ल। धेरै पढ्नु ज्ञानी हुनु आमालाई कहिले नबिर्सिनु आमाको घर जाने भन्नु छुट्टी भएपछि ल। कति राम्ररी देख्यो रातो टिकाले है सबलाई खुल्यो। गोरीना गोरी छिन् नि शिवाकी छोरी हो नि त। त्यसै पनि राम्रै राम्रा छन् होइन। बेहोरा नराम्रो भएका भने रूप त राम्रो बेहोरा राम्रो नभएको भए नि हो त बुहारी बेहोरा नराम्रो छ र शिवाहरूको राम्रो छ राम्रो छ। बुहारीलाई राम्रो लागेपछि हामीले त अब राम्रो लाग्नुपर्छ। फाइनल्ली एरिकको पालो आयो।
मम्मी सानो टक्क पारेर लगाइदिनु है त्यो अन्त धेरै ठुलो नि केतरी लाएन सानीमालाई हेर न अनुहारमा भयो भाइ एरिक भयो ह्याप्पी दसैँ एरिक ह्याप्पी दसैँ एरिक हाँस त नमस्ते नमस्ते गर एरिक सानीमालाई टिका लाउन ठ्याक्कै 1 घण्टा लाग्ने रहेछ 9 मिनेट चाहिँ एरिक नमस्ते गर यहाँ हटाई जमर यहाँ भिडियो गर अब पैसा लिनुहुन्छ मम्मी खुट्टा ढोकिनु न दिदी बोक्न सक्नुहुन्न मलाई दिनु जान्छ विपत्तामा म त दिदीले बोक्न सक्नुहुन्न हाल्नु त सक्नु नै हुन्न रहेछ पैसा पायो गाई चुवा चाहिँ पालो हेर न पैसा पहिलेको भिडियो पैसाको दिदी रुन जस्टिनीलाई त पैसा नलिनु भन्नुभएको छ मम्मीले मम्मीले 10 वर्षको मुन्टोको लागि 20 रुपैयाँ भनेको छ है सरकारको नियमले नमस्ते अब मेरो पालो पैसा पाएपछि त खुसी पनि अब सोनुको पालो सोनुले पैसा पाए Oh my lord! लियो 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 नमस्कार ल अब कसको पालो पालो हो कि क्या नमस्ते गर पिङ्क कलरको अब भाइलाई त एरिकलाई पिङ्क कलरको पैसा कुन पैसा तँलाई कुन लाने लु भने ऋतुको उयो मिनी भर्जन बच्चा हो ल नमस्ते गर सानीमालाई मलाई पूछो चाहियो ल फाइनल्ली दसैँको टिक्का पनि पहिले आमा नि त बिचरा मम्मी ल अब हामी पनि खान्छौँ अनि मात्र फोटोहरू खिच्ने ल लास्टै लगाएछ 1 बज्न लाग्यो ओके किप वाचिङ गाइस अब हामी माम खान्छौँ भइरहेको छ
भोकै छ होला नाच 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 तिमीलाई मात्रै देखाएको देखाइ गर्छौ बसेको नाच जाइहाल न कता हरायो नाच्न हाम्रो चाहिँ न्यू ब्लक हो सबै नाचेको ठाउँमा नाच न हौ यहाँ पोमा हाल्नु पो त हाम्रो घरमा टिका आउँछ यसो हल्लिने मात्रै हो आयो ताने यस्तो भयो म त भोक लागिरहेछ म भरे नाच्छु हिजोमा कान्छीको पाली थियो आज माइली अब रिसाउनुहुन्छ गाइस हामीले दसैँको मासु भात खाइसक्यौँ यसलाई भाडा मात भनेको यो भाडा मार्नु पर्छ भनेर एउटा हड्डी ठोकेर बसिरहेको पूजा पनि भ्लग बनाउने भनेको हतार काम गर्न चाहनु मम्मी के भन्न चाहनुहुन्छ फुल भन्न चाहनुहुन्छ कस्तो दामी फुल यो चाहिँ हाम्रो अर्ग्यानिक मेरो काम चाहिँ अब यहाँ यसो भ्लग बनाइदिने थियो त्यसपछि मेरो काम भनेको यो ग्यास सफा गर्ने टाइल पुस्ने किचन सरसफाइ गर्ने हो दसैँको लुगा लाएर के गर्नु गाह्रो छ अर्कोचोटि चाहिँ हामी छोरा भएर जन्मिन चाहन्छौँ त्यसरी अनि भात खायो र अनि यस्तो गरेर बस्न चाहन्छौँ अनि ऊ त्यसलाई भाडा माग्नलाई पर्छ भनेर हड्डी चपाकी अहिले यसलाई सुँगुरको खुट्टा ल्याइदिनु पर्छ के अरे सुँगुरको खुट्टा ल्याइदिनु पर्छ हामी त मिल्छौँ नि हाम्रो बाँच्दैनौँ पूजा दिदी मात्र हो नि हामीसँग बाँच्ने
मिल्ने कि नमिल्ने हामीसँग म मिल्न चाहिँ मिल्ने तर काम गर्न चाहिँ नमिल्ने हामी मिलौँ ल अनि भइगयो त छ नि त हामीलाई चाहिँ खोइ दसैँ कस्तो भयो अब फेरि आउला राम्रोसँग जाउला बाई बाई ल ओके र राम्रोसँग जानु छटमा राख बस्न नि पाएँ हुटमा बस्ने हो अटिन्छ वेलकम ब्याक गाइज आज चाहिँ अब दसैँमा अँधेरो भइसक्यो च्याउ दिदी दसैँ कस्तो भयो राम्रो भयो गर्मी भयो अनि हामीले धेरै बेर चाहिँ फोटो भिडियोहरू खिच्न सकेनौँ त्यही भएर धेरै बेर होइन दिउँसो चाहिँ खिच्नु सकेनौँ अनि बेलुकातिर चाहिँ लोत फोटो भिडियो खिचेको छौँ अनि लोत अनि त्यस पछाडि के अरे दिउँसो आज चाहिँ होइन दसैँ चाहिँ अरू बेला भन्दा अलिकति एक्स्ट्रा भएको छ किन भन्दाखेरि अरू बेला पूजा दिदी भयो कान्छी मात्र 3 जना टिका लगाउँथ्यौँ साइडमा अनि दिउँसो अरू आउनुहुन्थ्यो तर आज चाहिँ फेरि साइडमै सबैजनाले टिका लगायौँ फर्स्ट टाइम मेरो माइलो ठुलो बुवाको छोरा भाइ बुहारीले यहाँ टिका लगायो अनि हामीले सँगै फादर साइडको कोहीसँग चाहिँ फर्स्ट टाइमै बसेर टिका लगाएको त्यही हो अलिकति नयाँ भनेको त्यो भयो अनि अरू बेला आजै जान्थ्यौँ मावला यताउति तर आज कहीँ टिका लगाउनु खासै हुँदैन मावलामा हुन्छ तर अब भोलि मात्र जाने भनेर बसेको म चाहिँ अब भोलि धनकुटा जाँदैछु मादेन त्यही हो दसैँ लगभग रमाइलो भयो भन्दै तपाईँहरूको के कस्तो भयो दसैँ हेर्दै गर्नु के अरे कमेन्ट गर्नु होला भन्दै फेरि पनि अब 4-5 दिन छ दसैँ बाँकी तपाईँहरूको लागि दसैँ राम्रोसँग मनाउनु होला भन्दै म चाहिँ अब तपाईँहरूलाई बाई भन्नु छ ओके थ्याङ्क्स फर वाचिङ बाई बाई